सबै अटिने मन सबै भेटिने आँगन देशको एउटा साझा छाता यो हो जेसी जीवन सबै अटिने मन सबै भेटिने आँगन देशको एउटा साझा छाता यो हो जेसी जीवन विधिको शासन स्वतन्त्रता मानवताको सेवा देश बनाउन इमानदार मान्छे लौ जागा बता सगरमाथाको फेदीमा बुद्धको बस्तीमा सुन्दर देश बनाऊ मान्छेले मान्छेलाई भरोसा गर्ने नवीन समाज बनाऊ यो आवाज लिएर लो संकल्प गाँसौँ हामी सबै अटिने मन नाम लेखेर अनि तपाईहरुलाई अगाडि राखेर तपाईले बोलेको कुरालाई कमेन्ट गरेर अनि तपाईलाई फेरि बोल्न सक्ने बनाउने संस्था हो नि यो त्यो अरूमा हुँदैन अरूले चाहेर पनि गर्न सक्दैन त्यो भएर संस्था भिन्न छ त्यही कारणले गर्दाखेरि हाम्रो 18 वर्षदेखि 40 वर्षसम्मका युवाहरू भएको संस्था हो यो चाहिँ वर्ल्ड वाइड अर्गनाइजेसन हो हैन त्यही कारणले गर्दा यो संस्थाको आवश्यकता एकदमै बढी छ यहाँ आउनु एकदमै तपाईले चाहिँ एडभान्स टाइम दिनुस् थोरै समय दिनुस् धेरै सिक्नुस् यहाँ आएर गफ गर्ने हाँस्ने हुने समय तपाईहरुलाई छैन हामीलाई पनि छैन अनि हामी काम गर्ने खाने मान्छे हो तपाईहरु काम गर्ने खाने मान्छे हो घरमा कति समय मिलाएर आउनुहुन्छ होला हैन कतिजना त ढाकेर पनि आउनुहुन्छ त्यो सिक्न आउनुहुन्छ नि हैन त्यो सिकेको कुरा तपाईहरुले चाहिँ भोलि यथार्थ रूपमा तपाईले चाहिँ समाजमा अथवा घरमा त्यो देखाउनु भयो भने मलाई तपाई यहाँ आएको त्यसले चाहिँ यथार्थ अर्थ राख्छ हैन त्यो अर्थ भिन्न आवश्यकता छ सबै भेटिने आँगन यो हो जेसी जीवन सबै अटिने मन सबै भेटिने आँगन देशको एउटा साझा छाता यो हो जेसी जीवन वास्तवमा युवा भनेको सशक्त के हो र नेतृत्व के हो भनेर 4वटा शब्दमा यहाँहरूले खेल्नुभयो भने पक्कै पनि यो 4वटा शब्दलाई जोड्दाखेरि एउटा दमदार प्रस्तुति चाहिँ निस्किन्छ जस्तो लाग्छ हामीले प्रत्येक शब्दले मानिसहरूलाई सोच्न मात्र सोचाइमा मात्र नभइकन एउटा काम गर्नको लागि जुनुन हुने एउटा उमेर जसलाई हामी भनिन्छ ढुङ्गा खाएर आगो निकाल्न सक्ने उमेर भनिन्छ यो खालको उमेर 16 वर्षदेखि 40 वर्षसम्मको उमेर समूहलाई चाहिँ हामी युवा भनेर भन्छौँ त्यसै गरी एकता भनेको चाहिँ एकता बिना नेतृत्व चाहिँ अधुरो हुन्छ र नेतृत्व बिना चाहिँ एकता पनि कहिले पनि के हुन्छ दिशाहीन हुन्छ त्यसले गर्दा नेतृत्व लिने व्यक्ति एउटा स्वयंले मात्र सबै कुरा गर्न सक्दैन त्यसका लागि के चाहिन्छ त एकता चाहिन्छ एकता भनेको कस्तो चाहिन्छ भन्दा म संस्था चलाइरहँदा एकता सदस्यहरूको चाहिन्छ देश चलाइरहँदा कस्तो चाहिन्छ त भन्दा जनताको चाहिन्छ यसरी नै यसलाई यो शब्दहरूलाई चाहिँ यहाँले जोड्नु भयो भने नेतृत्व आफैमा नेता आफैमा सफल हुँदैन यदि उसको नेतृत्व राम्रो हुँदैन भने कहिले पनि नेता सफल हुँदैन त्यसका लागि के हुनु पर्यो नेतृत्वकर्तासँग विभिन्न किसिमका गुणहरू हुनुपर्छ जस्तो सक्षम हुनु पर्यो पढे लेखेको हुनु पर्यो उसँग हरेक कुरासँग ट्याकल गर्न सक्ने क्षमता हुनु पर्यो होइन त्यो खालको कुराहरू भयो भने मात्रै त्यो व्यक्तिको नेतृत्व चाहिँ के हुन्छ सबैको लागि चाहिँ सर्वोत्कृष्ट हुन्छ र यसै समग्रमा मैले यहाँहरूसँग फेरि पनि अरू ओराटरीमा चाहिँ यो टिमलाई चाहिँ प्रस्तावने छु आजसँग हामीसँग समय थोरै छ साइन्स दिदीज्यूको पनि आगमन भइसकेको हुन्छ
गर्दाखेरि आज सहभागी हुने सम्पूर्ण वक्ताहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। त्यसै गरी माया केटीहरू सौजन्य गर्नुहुने कानुनी सल्लाहकार जेसी गीता ढुङ्गानाज्यूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र आजको यस आज सौजन्य गर्नुहुने आजका कार्यक्रम सञ्चालकहरू प्रवचनमाला संयोजक जेसी दिपा योपानीजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै उपस्थित सम्पूर्ण सदस्य एवं नवप्रवेशी सदस्यहरूलाई पोखरा लेडी जेसी परिवार र अध्यक्षको तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दै म पनि उहाँहरूको मार्गबाट बिदा हुन्छु। हस्त धन्यवाद गरिदिन्छु।